तपाईले कम्प्युटर त चलाउन जान्नुहुन्छ तर एमएस वर्डलाई प्रोफेसनल तरिकाले चलाउन सक्नुहुन्छ? यदि तपाईको उत्तर अझै सिक्दै छु भन्ने हो भने यो भिडियो तपाईको लागि। नमस्कार, स्वागत छ तपाईलाई एमएस वर्ड ट्युटोरियल सिरिजमा। आजदेखि हामी सुरु गर्दै छौं माइक्रोसफ्ट वर्डको बेसिक देखि प्र्याक्टिकल सम्मको यात्रा। यो सिरिजमा हामी एमएस वर्डलाई केवल खोल्ने र बन्द गर्ने मात्र होइन, एउटा प्रोफेसनल डकुमेन्ट कसरी तयार गर्ने भन्ने कुरा स्टेप बाइ स्टेप सिक्ने छौं। एमएस वर्ड कसरी ओपन गर्ने, यसको इन्टरफेस र वर्क स्पेसलाई कसरी बुझ्ने, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा होम ट्याबमा रहेको आवश्यक टुल्सलाई कसरी प्रयोग गर्ने। त्यसपछि हामी जानेछौं इन्सर्ट ट्याबमा, जहाँबाट तपाईले आफ्नो डकुमेन्टमा टेबल, पिक्चर, शेप्स, टेक्स्ट बक्स लगायतका सामग्रीहरू थप्न सक्नुहुनेछ। र त्यति मात्र होइन, आजबाट हामी पेज लेआउट अर्थात् आफ्नो डकुमेन्टको पेज साइज, मार्जिन, ओरिएन्टेसन जस्ता महत्त्वपूर्ण सेटिङ्सहरू पनि बुझ्नेछौँ। त्यसैले तपाई स्टुडेन्ट हुनुहुन्छ, टिचर हुनुहुन्छ, वा अफिसमा काम गर्ने कर्मचारी हुनुहुन्छ, अथवा कम्प्युटर सिक्दै हुनुहुन्छ भने यो सिरिज, 4 वटा सिरिज हुन्छ, यो सिरिज तपाईको लागि निकै उपयोगी हुनेछ। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि आजको प्रत्येक टुल्सलाई हामीले केवल हेर्ने मात्र होइन, प्र्याक्टिकल रूपमा प्रयोग गरेर सिक्नेछौँ। एमएस वर्ड सिक्ने होइन, एमएस वर्डमा काम गर्न सक्ने बनाऊ। अब ढिला नगरी सुरु गरौँ। आउनुहोस् कम्प्युटरको स्क्रिनतर्फ। एमएस वर्डलाई खोल्न सिक्छौँ। खोल्नको लागि मैले 3 वटा तरिका तपाईहरुलाई सिकाउँछु। पहिलो छ स्टार्ट बटनमा गएर, मेरो स्टार्ट बटन यो साइडमा छ। तपाईले स्टार्ट बटनमा जानुस्। स्टार्ट बटनमा गएपछि माइक्रोसफ्ट अफिस भनेर हुन्छ। यो ग्रुपमा क्लिक गर्नुभयो भने यहाँ माइक्रोसफ्ट वर्ड भनेर तपाईले देख्नुहुन्छ। माइक्रोसफ्ट वर्ड यहाँ छ। माइक्रोसफ्ट वर्डमा क्लिक गर्नुभयो भने यसरी माइक्रोसफ्ट वर्ड ओपन हुन्छ। एउटा तरिका यो भयो। अर्को यहाँनिर हेर्नुस् त, यहाँ क्रस चिन्ह छ, यो क्लोज हो। यसले अलि सानो बनाउँछ भने यो माइनस जस्तो चिन्हले तल मिनिमाइज गरेर राख्छ। मैले यसलाई हटाएँ। एउटा तरिका भयो स्टार्टबाट। दोस्रो तरिका यो सर्च बारमा छ, यहाँ टाइप हियर टु सर्च भनेको छ। यसमा वर्ड भनेर लेख्नुस्। वर्ड भनेर लेखे पछाडि वर्ड भनेर आउँछ। यसलाई क्लिक गर्नुभयो भने माइक्रोसफ्ट वर्ड खुल्छ। दोस्रो तरिका भयो। तेस्रो तरिका, किबोर्डमा भएको विन्डोज की र आर गर्नुभयो भने तपाईको रन ट्याब खुल्छ। रन ट्याबमा विन वर्ड भनेर तपाईले टाइप गर्नुभयो भने एमएस वर्ड खुल्छ। मेरो यो कम्प्युटरमा माइक्रोसफ्ट वर्ड 2007 छ र यो भन्दा माथिल्लो भएकाहरूको केही फरक हुन सक्छ, तर यसमा भएको र अन्य अरूमा भएको एउटै थियो। त्यही भएर कन्फ्युजन नहुनु होला। अब सबभन्दा पहिला हामी यहाँ यो टुलबार अथवा रिबन यसमा छ, हेर्नु त यहाँ होम छ। होममा यति धेरै छ। होममा के छ त क्लिपबोर्ड भन्ने छ, यो क्लिपबोर्डको ग्रुप हो यो। दोस्रो के छ त यहाँ फन्ट भनेर यति छ। त्यसपछि प्याराग्राफ भनेर यति छ। स्टाइल भनेर यति छ। अनि एडिटिङमा यति छ। 1 2 3 4 5 वटा छ। अहिले म यसलाई क्रमैसँग बताउँदै जान्छु। त्यस्तै गरेर इन्सर्ट छ। इन्सर्टमा यति ट्याबहरू खुल्छन्।
त्यस्तै गरेर लेआउट छ, रेफरेन्स छ, मेलिङ छ, रिभ्यू छ, भ्यू छ, यति तपाईको रहेको हुन्छ। हामीलाई चाहिने भनेको जेनरल रूपमा हामी शिक्षकहरूले चलाउन मिल्ने गरेर 4वटा भिडियो हाम्रो आउँछ। त्यो सिरियली 4वटा भिडियो हेर्नुभयो भने तपाईले अफिसमा, विद्यालयमा, कुनै कार्यालयमा गर्नुपर्ने वर्डसँग सम्बन्धित काम सबै गर्न सक्नुहुन्छ। ल, सबैभन्दा पहिला आज हामी जान्छौँ तपाईहरुलाई यो फाइल सेभ गर्नलाई सिकाउँछु। सेभ गर्नको लागि कन्ट्रोल यस गर्नुभयो भने पनि सेभ भनेर आउँछ र अर्को यहाँनिर तपाईले क्लिक गर्नुभयो भने यहाँ सेभ भन्ने छ, सेभ एज भन्ने छ। सेभ र सेभ एजमा के हो त भन्दाखेरि सेभ गर्नुभयो भने यसले जुन तरिकाले सेभ गर्नु छ त्यो सेभ हुन्छ। सेभ एज भन्नुभयो भने चाहिँ यो जुन डकुमेन्टलाई कुन फर्मेटमा सेभ गर्नुहुन्छ भनेर यसमा आउँछ। त्यसकारणले हामी सेभ र सेभ एज अहिले चाहिँ हामी सेभ गर्छौं। कन्ट्रोल यस गरे भनेदेखि सेभको डकुमेन्ट आउँछ। अब हेर्नुस् त यहाँनिर डकुमेन्ट 1 यहाँनिर यो डकुमेन्टको नाम लेख। अब यहाँनिर हाम्रो यो यस्तो इन्टरफेस देखिन्छ, यसलाई मैले हटाइदिएँ किनभनेदेखि यहाँ मेरो डकुमेन्ट भनेर 1 डकुमेन्ट 1 भनेर छ, त्यही भएर यसमा सेभ गर्दाखेरि यहाँ डोक 1 भनेर आयो। अब मलाई कुन ठाउँमा सेभ गर्ने भन्ने कुरा हामीले विचार गर्नु पर्यो। कहाँ अहिले हेर्नु त डकुमेन्ट भन्ने एरिया चाहिँ डकुमेन्ट भयो। डकुमेन्ट भन्ने एरियामा यति फाइलहरू छन्, त्यहाँ यो सेभ हुन्छ भनेको छ। तपाईलाई जुन ठाउँमा डेस्कटप भन्नुहुने डेस्कटपमा हो, अनि डी ड्राइभ भने डी ड्राइभको भने कुन चाहिँ फोल्डरमा हो भने कुन चाहिँ फोल्डरमा तपाईले सेभ गर्न सक्नुहुन्छ। यो फाइल र फोल्डरको कुरा गर्दा चाहिँ हेर्नुस् त यो पहेँलो यो एउटा बक्सा जस्तो हैन, एउटा फोल्डर भनौं न, एउटा ब्याग जस्तो छ, त्यसलाई चाहिँ हामी फोल्डर भन्छौं भने यसलाई चाहिँ हामी फाइल भन्छौं। अहिले म चाहिँ सजिलोको लागि यो डेस्कटप भन्ने ठाउँमा मैले सेभ गरे। डेस्कटप भन्ने ठाउँमा सेभ गरे। यो पनि सी ड्राइभमै हुन्छ। सी ड्राइभमा धेरै सेभ गरेर राख्नु हुँदैन, डेस्कटपमा धेरै फाइल फोल्डरहरू राख्नु हुँदैन, जसले गर्दाखेरि अलि फोहोर देखिन्छ तपाईको डेस्कटप। त्यसकारणले यसलाई सही स्वरूप गर्दाखेरि अरु ठाउँमा लगाएर राख्नुपर्छ। अब मैले यसलाई ट्रेनिङ भनेर गरे। अब हेर्नुस् त यो चाहिँ फाइलको नेम कहाँ छ त डेस्कटपमा छ। ठाउँ हेर्नुस् है, डेस्कटपमा छ। फाइल नेममा के छ त ट्रेनिङ भनेर छ। सेभ एज भन्ने ठाउँमा वर्ड डकुमेन्ट भन्ने छ। अब तपाई अरुमा पनि तपाईले गर्न, जसरी पीडीएफ हैन, अरुमा पनि गर्न सक्नुहुन्छ, तर अहिले मैले डकुमेन्टमै गर्छु किनकि त्यही भएर यहाँ वर्ड डकुमेन्ट गरे। यहाँ सेभ भन्नेमा क्लिक गरे भनेदेखि सेभ हुन्छ, सेभ भयो। अब यसलाई मैले हटाइदिएँ। हेर्नुस् त यसलाई मैले क्लोज गरिदिएँ। मेरो यहाँनिर ट्रेनिङ भनेर आएर बसेको छ। अघिको फाइल हाम्रो ट्रेनिङ भन्ने फाइल यहाँ छ। यसलाई मैले ओपन गरेँ, डबल क्लिक गरे भने ओपन हुन्छ है, वा सिंगल क्लिक गरेर इन्टर थिच्यौं भने ओपन हुन्छ। ओपन भयो। अब सबभन्दा पहिला हामी यो होममा भन्दा पनि पेज लेआउटमा जान्छौं। यो भन्दा अगाडि मैले तपाईहरुलाई के बताउँछु भने यहाँनिर हेर्नुस् त पेज 1 अफ 1 एउटा मात्र पेज छ भने छ, 0 वर्ड भन्यो। मैले अब एउटा वर्ड लेख्दिए भने हेर्नु त यहाँ एउटा मैले वर्क भनेर वर्ड लेखेर यहाँ वर्ड एउटा वर्ड भने वर्क इज दुईटा वर्ड भने। हेर्नु त वर्ड यसले कतिवटा वर्ड छ तपाईको यो सिटमा, यो पानामा भनौं न, यो पेजमा कतिवटा यो वर्ड छ, त्यो वर्ड पनि के गरिदिन्छ त यसले खोजिदिन्छ। कतिवटा पेज छ भने छ, कुन भाषामा छ। त्यस्तै गरेर यहाँ यो तपाईको कुन तरिकाले तपाईले खोज्ने भन्ने कुरा सबै। अब यहाँ हेर्नु त प्लस ई, प्लसमा गर्नु ठुलो हुँदै गयो, माइनसमा गर्नुभयो भने सानो हुँदै गयो हो। त्यसरी हामीले यो गर्न सक्छौं।
ठुलो सानो गर्न सक्छौँ। तपाईँलाई कुन तरिकाले कुन ठुलो गरेर अथवा सानो गरेर तपाईँलाई काम गर्न सजिलो हुन्छ त्यसरी नै गर्न सक्नुहुन्छ। सबभन्दा पहिले मैले यो लेआउटबाट सुरु गर्छु, होमबाट सुरु गर्दिन, लेआउटबाट। लेआउट भनेको चाहिँ के हो भनेदेखि तपाईँको यो लेख्ने हाम्रो वर्कसिट छ अथवा यो पेज छ, कस्तो खालको चाहियो भनेर हामीले यसलाई पेज लेआउटबाट गर्न सक्छौँ। पेज लेआउटमा हेर्नुहोस् यहाँ कलर कस्तो राख्ने भन्ने चाहिँ हो। पेज लेआउट थीम कस्तो राख्ने भन्ने चाहिँ हो। त्यस्तै गरेर थीम भयो कस्तो खालको हैन, त्यस्तै गरेर फन्टको कलर कस्तो राख्ने, इफेक्ट कस्तो राख्ने, यो हाम्रो तपाईको यो विशेष गरेर माइक्रोसफ्ट पावर पोइन्टको लागि यो थीमहरूको प्रयोग हुन्छ। अब यहाँनिर मार्जिन छ। मार्जिन भनेको यो पेजको मार्जिन तपाईँ कति राख्न चाहनुहुन्छ। यहाँ मैले मार्जिनमा गरेँ 1/1, चारैतिर 1-1 इन्च छोड्ने भयो। त्यस्तै गरेर हेर्नु त न्यारो छ 0.5 छ, चारैतिर 0.5 हेर्नु त, यो तपाईको यहाँ पुग्यो, 0.5 मा पुग्यो। त्यस्तै गरेर अझ मोडरेट भयो, हेर्नु त यो सर्यो, यो कुरा बुझ्नुभयो। अब यो तपाईले जस्तो तपाईलाई मन लाग्छ त्यस्तै गर्न सक्नुहुन्छ कस्टम मार्जिनमा गएर। कस्टम मार्जिनमा टपमा कति राख्ने, टपमा मैले 2 इन्च राख्दिन, 4 इन्च राख्दिएँ। हेर्नु है, मैले ओके गर्दाखेरि यो यहाँबाट सुरु हुनु थियो, यहाँबाट सुरु भयो। त्यस कारणले यो मार्जिनले के गर्छ त तपाईलाई भनेदेखि कहाँबाट कस्तो खालको तपाईको मार्जिन राख्न चाहनुहुन्छ, मार्जिनबाट भयो। त्यस्तै ओरिएन्टेसन, ओरिएन्टेसन दुईटा हुन्छ ओरिएन्टेसन। एउटा पोर्ट्रेट, पोर्ट्रेट भनेको सिधा भयो हैन, ल्यान्डस्केप भनेको तेर्सो है, सिधा र तेर्सो खालको तपाईले यसलाई हेर्न सक्नुहुन्छ, पोर्ट्रेट र ल्यान्डस्केप। अहिले पोर्ट्रेटमा मेरो छ, ल्यान्डस्केप गरे भने तेर्सो हुन्छ। हेर्नुहोस् है, ल्यान्डस्केप चाहिँ तेर्सो हुन्छ हैन, पोर्ट्रेट चाहिँ सिधा हुन्छ, ठाडो भयो। त्यस्तै गरी ओरिएन्टेसन मैले सिध्याएँ। साइज कस्तो साइजको हेर्नुहोस् त, लेटर साइज चाहियो कि लिगल कुन साइजको चाहियो। विशेष गरी हामीले प्रिन्ट गर्दाखेरि A4 साइजमा गर्छौँ, त्यही भएर मैले A4 साइज छनौट गरेँ। पेजलाई के गरेँ त A4 साइजलाई छनौट गरेँ। अब त्यसपछि यहाँनिर हेर्नुहोस् कोलम भन्ने छ। कोलम भनेको तपाईले पत्र पत्रिकातिर देख्नु भएको होला नि, एउटै पेजमा पनि विभिन्न कोलमहरूमा लेखिएको हुन्छ। त्यो विभिन्न कोलमहरू कस्तो बनाउने भन्ने कुरा यसरी 2 कोलम, हेर्नु त एउटा कोलम यहाँसम्मको छ, अर्को कोलम यहाँसम्मको छ। यसलाई 2 कोलममा गरेको छ। हेर्नु त, यहाँदेखिको लिएर यहाँसम्म एउटा कोलम भयो, यहाँदेखिको लिएर यहाँसम्म अर्को कोलम भयो, 2टा कोलम। तपाईँ 3टा कोलम बनाउन सक्नुहुन्छ, 4वटा कोलम बनाउन सक्नुहुन्छ। कस्तो खालको कोलम तपाईलाई चाहियो त्यस्तै खालको कोलम तपाईले बनाउन सक्नुहुन्छ। अब यसमा यो 2टा कोलममा चाहिँ किन जरुरी पर्यो भनेदेखि तपाईले लेख्दाखेरि क्वेशन तपाईले लेख्नुहुन्छ, जस्तो कि व्हाट इज योर नेम, व्हाट इज योर नेम लेख्नुभयो। यसरी के हुन्छ त, यतिमा यति लामो यो सबै चीज खेर जान्छ। त्यसकारणले यस्तो क्वेशन बनाउँदाखेरि यो जरुरी पर्छ के। यो क्वेशन बनाउँदाखेरि यसरी जरुरी पर्छ, यो तरिकाले एउटा कोलममै एउटा क्वेशन सक्यो भनेदेखि यसलाई कपी गरेर यतापट्टि राख्नुभयो भने यसलाई हामी एउटै पेजमा दुईवटा क्वेशन बनाउन सक्छौं। त्यसकारणले पेज बचाउनको लागि अर्थात् हामीले यो पेपर वेस्टेज घटाउनको लागि हामी यो गर्न सक्छौं। यो हामीले गयौं कहाँ त ओरिएन्टेसन, ओरिएन्टेसनमा हामीले ल्यान्डस्केप गरेको छौं, साइजमा A4 गरेको छौं। त्यस्तै गरी कोलममा के गर्यौं त 2टा कोलम गरेका छौं। त्यसपछि अब यो हाम्रो पेज लेआउटमा हामी वाटरमार्कमा जान्छौं। वाटरमार्कमा गए पछाडि कस्टम वाटरमार्कमा जान्छौं। यहाँनिर टेक्स्ट वाटरमार्क छ, यसमा नेपालीमा गर्नुहुन्छ, कुन भाषामा गर्नुहुन्छ तपाईले
यो गर्न सक्नुहुन्छ। जस्तो कि यहाँ मैले मेरो नाम लेखिँदा LAKSH, यहाँ मेरो लक्ष्मण BHATT आर्यभट्टराई लेख्ने यो। अब यो के हो त, डायगोनल भनेको यस्तो खालको हुन्छ हैन, होराइजन्टल भनेको यस्तो खालको रहेको हुन्छ। जस्तो तपाईलाई मन लाग्छ त्यस्तो गर्नुस्। हेर्नुस् त यहाँ। अब यसलाई कलर पनि चेन्ज गर्न सक्नुहुन्छ। वाटरमार्कको कस्टममा गएर वाटरमार्कमा मेरो कलर यो छ, अब कलर चेन्ज गर्न सक्नुहुन्छ। मैले रातो राखेँ, रातो कलर सेलेक्ट गरेँ हैन। तपाईहरुलाई जस्तो कलरको वाटरमार्क राख्न चाहनुहुन्छ त्यस्तै कलरको वाटरमार्क बनाउन सक्नुहुन्छ। एउटा त यो भयो। अब अर्को वाटरमार्कमा अर्को के छ त, एउटा पिक्चर वाटरमार्क पनि छ। पिक्चर वाटरमार्कमा क्लिक गर्नुभयो भने सेलेक्ट पिक्चर भन्छ। सेलेक्ट पिक्चरमा क्लिक गर्नुभयो भने तपाईको पिक्चर अथवा फोटो कहाँ छ त्यसलाई खोज्नु होला। खोजिसके पछाडि कुन पिक्चर तपाईलाई मन पर्छ त्यो पिक्चरलाई तपाई आउँछ। आए पछाडि ओके गरिदिनु भयो भने यो पिक्चर आयो। यो पिक्चर हेर्नुस् त, वाश आउट वाला पिक्चर छ हैन। पिक्चर त छ तर भित्र एकदम नदेखिने खालको छ। अब यसलाई अलि चकिलो बनाउन कस्टममा जानुहुन्छ भनेदेखि यो वाश आउटलाई हटाइदिनु भयो भने के हुन्छ त, यी चम्किलो पिक्चर आउँछ है। यसरी तपाईले वाटरमार्कलाई कस्तो खालको वाश आउट वाला बनाउने हो कि कस्तो खालको बनाउने तपाईले यो बनाउन सक्नुहुन्छ। यो चाहिँ वाटरमार्क हो। हामी यही पेज लेआउटमै जान्छौँ। कलर, पेजको कलर तपाई कस्तो कलरको पेज चाहनुहुन्छ, तपाईको पेज कस्तो चाहियो, कालो चाहियो, हरियो चाहियो, नीलो चाहियो, जस्तो कलरको तपाईलाई पेज चाहियो त्यस्तै कलरको पेज तपाईले गर्न सक्नुहुन्छ। यदि यो वाटरमार्क हटाउनु छ भने के गर्नुहुन्छ त, यहाँ वाटरमार्क गएर रिमुभ वाटरमार्क गर्नुभयो भने यो रिमुभ भयो। हेर्नु त, कलर चेन्ज गर्यौं। बोर्डर पनि चेन्ज गर्न सक्छौं। यो बोर्डरमा गएर बोर्डर कस्तो खालको बोर्डर राख्ने त, पेजमा बोर्डर कस्तो खालको राख्ने, यस्तो खालको बोर्डर राख्छु ल भन्नुहुन्छ भने यस्तो खालको बोर्डर पनि तपाईले चेन्ज गर्न सक्नुहुन्छ। यसरी हामीले यो के गर्यौं त, आज हामीले पेज लेआउटको बारेमा हेर्यौं। अब हामी होम ट्याबमा जान्छौं। होम ट्याबमा क्लिक गरे पछाडि यसमा क्लिपबोर्ड, त्यस्तै गरेर क्लिपबोर्ड भित्र फर्मेट, प्रिन्टर, पेस्ट, कपी, कट हुन्छ। त्यसै फन्टमा हेर्नुभयो भने यहाँ फन्ट हो, फन्टको साइज हो, फन्टको साइज बढाउने, फन्टको साइज घटाउने, बोल्ड, इटालिक, अन्डरलाइन, एबीसी, त्यस पछाडि यस्तो खालका ब्याकग्राउन्ड कलर, फन्ट कलर आदि रहेका हुन्छन्। अब हामी यसलाई प्र्याक्टिकल गर्दै जान्छौँ। सबभन्दा पहिला म यो क्लिपबोर्डमा नगइकन फन्टमा जान्छु। मैले यहाँ व्हाट इज योर नेम भनेर अघि नै लेखिसकेको छु। यसलाई मैले सेलेक्ट गरेँ। सबैलाई सेलेक्ट गर्नको लागि कन्ट्रोल ए गर्नुभयो भने सबै सेलेक्ट हुन्छ है। कन्ट्रोल प्लस ए गर्नुभयो भने सबै सेलेक्ट हुन्छ, वा माउसलाई ड्र्याग गर्दै लगेर जति सेलेक्ट गर्नु छ यतिको सेलेक्ट गर्न पनि सक्नुहुन्छ। अब हामी जान्छौँ यहाँ यो फन्टको यो ड्रप डाउन लिस्टमा तपाईले क्लिक गर्नुभयो भनेदेखि तपाईको अलग अलग किसिमको फन्ट देख्न सक्नुहुन्छ। हेर्नु त, जस्तो तपाईलाई फन्ट चाहियो त्यस्तै फन्ट तपाईको देखिन्छ। यसरी फन्ट तपाईले चेन्ज गर्न सक्नुहुन्छ है। यो चाहिँ फन्ट भयो। त्यस्तै गरेर यसमा यो फन्टको साइज भयो। हेर्नु त, ठुलो सानो, यसरी तपाईले फन्टको साइज चेन्ज गर्नु। अब यसलाई ठुलो सानो बनाउन यहाँ ठुलो ए सानो ए छ। तपाई सानो एमा क्लिक गर्नुभयो भने घट्दै गयो, ठुलो एमा क्लिक गर्नु भने बढ्दै गयो। फन्टको साइज 2 को दरले घट्ने र 2 को दरले बढ्दै जान्छ। यो भयो। अनि यो बी भनेको कन्ट्रोल बी भन्छ। यो कन्ट्रोल बी के हुन्छ त भन्दाखेरि हेर्नु त, यहाँ कर्सर जहाँ राख्नुहुन्छ त्यसको डिटेल देखाउँछ
हेर्नु त मैले बी लेखेको ठाउँमा राखेको छु बोल्ड भनेर भने त्यसको नाम कन्ट्रोल प्लस बी गर्दाखेरि बोल्ड हुन्छ भनेर यसले बताइदियो। ठिक छ, मैले बी गरेँ कन्ट्रोल मोटो अक्षर भयो। अब यो इटालिकमा थिचेँ भनेदेखि इटालिक भयो, अलि ढल्केको भयो। यो युमा अन्डरलाइन भयो है। अब मैले यसलाई सेलेक्टै गरिरहेको छु। अब यहाँनिर हेर्नुभयो भने यहाँ बुलेटहरू छ, हेर्नु त बुलेट लाइब्रेरी। यो यस्तो बुलेट, जस्तो खालको तपाईँलाई बुलेट मनपर्छ त्यस्तो तपाईँले बुलेट राख्न सक्नुहुन्छ। यो बुलेट भइहाल्यो। अब यहाँनिर चाहिँ नम्बरिङ छ, हेर्नुहोस् न, नम्बरिङ 1 2 3 कस्तो कुन खालको नम्बर बनाउन चाहनुहुन्छ त्यो खालको नम्बर यहाँ तपाईँले जस्तो नम्बर राख्न चाहनुहुन्छ त्यस्तै नम्बर बन्छ। त्यस्तै अर्को नम्बरिङ टाइप छ, हेर्नु त लिस्टमा यस्तो खालको कस्तो राख्न चाहनुहुन्छ हेर्नु त, जस्तो तपाईँलाई मनपर्छ त्यस्तै राख्न चाहनुहुन्छ भने त्यस्तै राख्न सक्नुहुन्छ। यो चाहिँ नम्बरिङ भयो। त्यस्तै गरेर अब यहाँनिर क्लिक गर्नुभयो भने हेर्नु त, यहाँनिर क्लिक गर्नुभयो भने यहाँ के भनेको छ, जस्टिफाईमा छ। यो अघि हामीले यहाँ देख्थ्यौँ नि, जस्टिफाईमा छ, यो जेनरलमा जस्टिफाईमा छ, यो जेनरल भयो। त्यस्तै आउटलाइनमा के छ, बडी टेक्स्टमा छ हो। अब तपाईहरुलाई एउटा यो स्पेसिङमा जान्छु। स्पेसिङमा कसरी स्पेसिङ निकाल्ने त भन्दाखेरि हेर्नु त, एउटा त यहाँ गएर यहाँ लाइन स्पेसिङमा छ, यो स्पेसिङ भयो। एउटा तपाईले जुन ठाउँमा गर्न चाहनुहुन्छ यसलाई त्यही ठाउँमा राइट क्लिक गर्नुभयो भने यहाँ प्याराग्राफ भन्ने आउँछ, यसमा गएर यो भेटिन्छ। हेर्नुस् त, अब मैले यसलाई यसैबाट गएँ, स्पेसिङमा गएँ, हेर्नु त 10 यो हेर्नु होला, यसको लाइन स्पेसिङ हेर्नु होला। हेर्नुस् है, मैले 0 मा बनाइदिएँ। अब लाइन स्पेसिङ मल्टिपल छ, यसलाई मैले सिंगल गरिदिएँ। हेर्नु त, यो लाइन स्पेसिङ हेर्नु है, अहिले यति फरक छ। अब अलिकति यो के भयो त, साँघुरो। यसरी हामीले लाइन स्पेसिङ गर्नलाई यसमा सक्छौं। अहिले हामीले के गर्यौं त, फन्ट र प्याराग्राफको बारेमा हेर्यौं। यति गरिसके पछाडि तपाईको अब स्टाइलमा जान्छौं। स्टाइल चाहिँ यहाँनिर हामी क्लिक गरेर हेर्छौं। हेर्नुस् त, स्टाइल कस्तो खालको स्टाइल चाहिन्छ त्यस्तै गर्न सक्नुहुन्छ। स्टाइल हेर्नु न, तपाईले जस्तो स्टाइल मन पर्यो त्यस्तै गर्न सक्नुहुन्छ है, त्यस्तै गर्न सक्नुहुन्छ। म चाहिँ तपाईहरुलाई भन्छु यो स्टाइल चेन्ज नगर्नु होला भनेर भन्छु है। स्टाइल चेन्ज गरिराख्नु जरुरी छैन, जस्तो छ त्यस्तो राख्नु, यसमा खासै त्यति काम परेन है। अब हामी यहाँ रिप्लेस एन्ड फाइन्डमा जान्छौं। पहिला सुरु फाइन्डमा गयौं। फाइन्डमा के फाइन्ड गर्ने त भने नेपाल मैले लेखेँ यसमा, यसलाई मैले फाइन्ड गरेँ। यो फाइन्ड गर्ने बित्तिकै यहाँ मैले के गरेँ, हाइलाइट गर्नु भने नेपाल भन्ने जति जहाँ छ त्यहाँ के गर्यो त, हाइलाइट गर्यो। त्यस्तै गरेर यहाँनिर रिप्लेस भन्ने छ। अब यो नेपाल भन्नेलाई भारत भन्नेमा रिप्लेस गर्छु भने मैले यहाँ भारत लेखेँ, BHARAT भारत लेखेँ। अब यो नेपाल जति छ त्यसमा भारत गर्नु भनेपछि रिप्लेस भन्यो नि एउटा गर्छ, रिप्लेस अल भन्यो भने टोटललाई गरिदिन्छ। मैले रिप्लेस अल गरेँ। यहाँ के भन्यो हेर्नुस् त, 4 वटा छ, 4 वटालाई रिप्लेस गर्छु हुन्छ भन्यो, हुन्छ भन्दै मैले यस। अब हेर्नु त, यहाँ हाइलाइटमा हेर्नु त, जहाँ नेपाल थियो त्यहाँ भारत भन्यो। यसरी यो रिप्लेस र फाइन्ड एन्ड रिप्लेसको मतलब के हो भने तपाईको टेक्स्ट डकुमेन्ट भित्र रहेका कुनै निश्चित वर्डलाई तपाईले पत्ता लगाउन
र त्यो वर्डलाई अरु कुनै वर्डसँग तपाईले रिप्लेस गर्नको लागि हामीले यो रिप्लेस एन्ड फाइन्ड को कुरा हामीले लेख्छौं। यसरी हामीले आज के को बारेमा सिक्यौं? होम ट्याबमा सिक्यौं। होम ट्याबमा केही चीज सिक्यौं। अब जान्छौं केमा जान्छौं त भन्दाखेरि इन्सर्टमा जान्छौं। इन्सर्टमा म नयाँ पेज तलपट्टि यहाँ गरे। यसलाई मैले के गरे त अझै यहाँ इन्टर गरेर यसको तलपट्टि जान्छु। यहाँ गए। अब यहाँ इन्सर्टमा के छ? इन्सर्ट हेर्नुस् त यहाँ कभर पेज तपाईले इन्सर्ट गर्न कभर पेजमा क्लिक गर्नुभयो भने विभिन्न खालका कभर पेज छ है। तपाईले कभर पेजलाई इन्सर्ट गर्न सक्नुहुन्छ है। मैले यो हेर्नु त 1 नम्बर पेजमा यो कभर पेज आयो। तपाईले जस्तो खालको तपाईलाई कभर पेज चाहियो त्यस्तै तपाईले कभर पेज राख्न सक्नुहुन्छ है। ये जस्तो तपाईले कभर पेज चाहियो नि त्यस्तै कभर पेज चाहिँ तपाईले गर्न सक्नुहुन्छ। यसलाई के भन्ने भयो भनेदेखि यो कभर पेज भयो। कहाँबाट? इन्सर्टमा यहाँ कभर पेजमा गए पछाडि मैले अन्डु गरे है। अन्डु मिन्स कन्ट्रोल जेड गर्नुभयो भने चाहिँ अन्डु अघिको कामलाई फेरि रिपिट गर्नलाई के गर्छौं त फिर्ता लानलाई अन्डु गर्छौं। त्यस्तै गरेर ब्ल्याङ्क पेज। अब यो हाम्रो पेज छ यसलाई अर्को नयाँ पेज चाहियो भने हामी यहाँ ब्ल्याङ्क पेज गर्छौं। यसमा क्लिक गर्यो भने नयाँ पेज आयो। जति चोटी तपाईले गर्नुभयो क्लिक गर्नुभयो उति चोटी नयाँ पेज यसरी खाली पेज थपिँदै जान्छ। यसलाई भन्छौं ब्ल्याङ्क पेज। इन्सर्ट ब्ल्याङ्क पेज भयो। अर्को छ पेज ब्रेक। यहाँ पिक्चरमै देख्नुभयो यहाँ लेखेको पढ्नु त स्टार्ट द नेक्स्ट पेज एट द करेन्ट पोजिसन। जस्तो कि हेर्नु त यसलाई अलि सानो गरेर देखाउँछु म। यसलाई अलि सानो बनाए। यो पेज हेर्नु त यति छ। यो पेजमा आदि पनि लेखेको छैन तर मैले के गरे त यहीबाट मैले पेजलाई अर्को पेज बनाउँछु भनेदेखि के गर्छु त पेज ब्रेकमा जान्छु। यसैमा कर्सर राख्नु भने यसमा के छ स्टार्ट द नेक्स्ट पेज एट द करेन्ट पोजिसन भनेको छ। मैले यहाँ क्लिक गरे भने हेर्नुस् त यसैबाट अब यति मात्र लेख्छ। यो भन्दा बाहेक हुँदैन। अर्को पेज सुरु भयो। पेज इन्सर्टमा अब टेबल यसरी तपाईले जतिवटालाई सिलेक्सन गरेर छोड्दिनु भयो माउस त्यतिवटा भन्छ र यसलाई कलर तपाई चेन्ज गर्न सक्नुहुन्छ। यो जुन कलर तपाईलाई जरुरी पर्यो त्यस्तै कलर तपाईले चेन्ज गर्न सक्नुहुन्छ। यसलाई मैले फेरि हटाए। फेरि इन्सर्ट गरेर अर्को तरिकाबाट पनि गर्न सक्नुहुन्छ। यहाँ इन्सर्टमा गएपछि यहाँ इन्सर्ट टेबल कतिवटा रो कतिवटा कलम 5 वटा कलम चाहियो मलाई 4 वटा रो चाहियो भने यसरी गर्दाखेरि यसरी बन्यो। यसलाई फेरि अघिको जस्तै कलर गर्न सकिन्छ। अर्को तरिकाले पनि गर्न सकिन्छ। फेरि इन्सर्टमा जानुस् टेबलमा गएर ड्र टेबल पनि गर्न सक्नुहुन्छ। हेर्नु त कतिवटा गर्नु यो गर्नुभयो फेरि यसरी गर्न सक्नुहुन्छ। तपाईले टेबललाई ड्र पनि गर्न सक्नुहुन्छ। जुन तरिकाले सजिलो लाग्छ तपाईलाई त्यही तरिकाले टेबल इन्सर्ट गर्छ। त्यस्तै गरेर इन्सर्टमा यहाँ पिक्चर इन्सर्ट गर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नुभयो भने तपाईको जहाँ कुन पिक्चर छ त्यो पिक्चर चाहिँ ल्याएर यहाँ इन्सर्ट गर्न सक्नुहुन्छ। यसरी इन्सर्ट पनि के गर्न सक्नुहुन्छ त पिक्चर इन्सर्ट गर्न सक्नुहुन्छ। अब टेबल इन्सर्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरेर क्लिप आर्ट हेर्नु त विभिन्न खालका क्लिप आर्टलाई तपाईले यहाँ गर्न सक्नुहुन्छ। अब यसलाई अझ अर्को एउटा यहाँ म तपाईहरुलाई गर्छु। इन्सर्टमा जाउँ। यहाँ सेप तपाईले कस्तो सेप चाहियो त्यस्तै सेप तपाईले के गर्न सक्नुहुन्छ। यहाँ सेपलाई इन्सर्ट गर्न सक्नुहुन्छ। यसरी सेपलाई इन्सर्ट गरेपछि यहाँ डबल क्लिक गर्नेबित्तिकै यहाँ कुन कलर चाहियो भनेर यहाँ कलर अटोमेटिक आयो। सेप फिलमा क्लिक गर्नुभयो भने तपाईले जुन कलर चाहियो त्यही कलर गर्नुहुन्छ।
त्यस्तै गरेर सेप आउटलाइनमा क्लिक गर्नुभयो भने कस्तो खालको कलर हेर्नु त, आउटलाइनको कलर यहाँ रेड आइसक्यो, येल्लो भयो, जस्तो कलरको तपाईँले आउटलाइन दिन चाहनुहुन्छ त्यस्तै गर्न सक्नुहुन्छ। अर्को सेप आउटलाइनमै गएर तपाईँले यो आउटलाइनको वेटेजहरू तपाईँले बढाउन घटाउन सक्नुहुन्छ। एक अर्को के गर्न सक्नुहुन्छ, यही सेप आउटलाइनमै गएर ड्यासहरू कस्तो खालको ड्यास राख्ने हेर्नुहोस् त, जस्तो खालको तपाईँलाई मन लाग्यो ड्यासमा पनि यो आउटलाइन गर्न। अर्को यहाँ अर्को के छ त, चेन्ज सेपमा पनि तपाईँ चेन्ज गर्न सक्नुहुन्छ। अर्कै चेन्ज गर्न सक्नुहुन्छ, हेर्नुहोस् त, अर्कै चेन्ज। फेरि सेपमा तपाईँले जस्तो खालको सेप तपाईँलाई मन लाग्यो बनेको सेपलाई पनि तपाईँले यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। अर्को छ स्याडो इफेक्टलाई पनि चेन्ज गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, स्याडो इफेक्टलाई तपाईँले चेन्ज गर्न सक्नुहुन्छ है। यो 3D इफेक्ट पनि बनाउन सक्नुहुन्छ। तपाईँले 3D इफेक्ट पनि यसलाई हामीले इन्सर्टमा गएर सेपमा गए पछाडि त्यो भयो है। स्मार्ट आर्टमा जाउँ अब। स्मार्ट आर्टमा हेर्नु त धेरै खालका आर्टहरू छन्। त्यो आर्टलाई के गर्न सक्नुहुन्छ, तपाईँले इन्सर्ट गर्न सक्नुहुन्छ है। यस्तो खालको अब यहाँ इन्सर्ट गरेँ, हेर्नु त, यसलाई तपाईँ समातेर तलमाथि जता पनि लैजान सक्नुहुन्छ वा यसलाई इन्टर गर्दै तलमाथि लैजान सक्नुहुन्छ। तलमाथि अब यो अघिकोलाई समातेर मैले माथि लगेँ हैन, यो तल लगेँ। यो टेक्स्टमा तपाईँले जे पनि लेख्नु छ, राम हैन, राम पछि यहाँ श्याम हो, यहाँ हरि, सीता, रीता, जे पनि तपाईँले लेख्न सक्नुहुन्छ है। यसरी तपाईँले यो के इन्सर्ट गर्न सक्नुभयो त भन्दाखेरि स्मार्ट आर्ट इन्सर्ट गर्न सक्नुभयो। अब यतिमा तपाईँले आफ्नो कला तपाईँले इन्सर्ट गर्न सक्नुहुन्छ। अब हामी चार्टमा इन्सर्ट गरेर कस्तो खालको चार्ट, कलम चार्ट, लाइन चार्ट, पाई चार्ट, एरिया चार्ट, बार चार्ट, यस्तो अलग अलग खालको चार्टहरूलाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। जस्तो कि मैले पाई चार्टमा क्लिक गरेँ, एउटा पाई चार्टमा क्लिक गरेँ कुनै एउटा, अनि त्यसपछि ओके गरेँ। यसरी पाई चार्ट खुल्यो। यो पाई चार्ट खुलिसकेपछि अब हेर्नुहोस्, यहाँ क्लिक गर्नु भने कस्तो खालको चाहियो तपाईँलाई, कुन कलरको चाहियो, मैले यो दिएँ। तपाईँले जस्तो कलरको चाहियो त्यस्तै कलरको भन्छ। यहाँ लेआउट कस्तो खालको लेआउट, त्यस्तो खालको लेआउट, तपाईँ अलग अलग खालको लेआउट यसमा रहेको छ। त्यस्तै गरेर डाटा एडिट गराउनलाई यहाँ छँदैछ, सेलेक्ट एरिया, स्विच, रो र कोलमलाई स्विच गर्ने, त्यसै चेन्ज चार्ट टाइप, चार्टको टाइप चेन्ज गर्न, टेम्प्लेटको रूपमा सेभ गर्ने। यो अहिले मैले के गरिनँ। अब यस्तो छ, यसलाई डाटा चेन्ज गर्ने। अब यहाँ तपाईँले रामले 50 हो, अब श्यामले 30, त्यस पछाडि हरिले 20, त्यस पछाडि सीताले 60। त्यसरी गरेर हेर्नु त, यो पर्सेन्टेज भयो। यो यहाँनिर दिइरहेछ, यहाँ राम, श्याम, हरि, सीता, गीता, रीता यहाँ सङ्केत दिएको छ। त्यसरी यो हामीले इन्सर्ट गर्न सक्छ। यो डाटा इन्ट्री गरिसके पछाडि त्यसलाई यहाँ क्रसमा हटाइदिनु, यो एक्सेल सिट हट्छ। त्यस पछाडि यो चार्ट यस्तो खालको बन्छ। यसलाई चेन्ज गर्नलाई अब होइन अर्कै चार्ट बनाउनुहुन्छ भन्नुहुन्छ भने यो अलग अलग खालको चार्ट यसैमा छ। यसरी इन्सर्टमा चार्ट इन्सर्ट गर्न सक्नुहुन्छ। फेरि इन्सर्टमै गएर हामी यसमा हेडर, फुटर, पेज नम्बर राख्न सक्छौँ। यहाँनिर हेडरमा जाउँ। हेडर के हो त भन्दाखेरि पहिला यहाँ हेडर एउटा लगाउँ, त्यस पछाडि म यस्तो खालको हेडर लगाउन चाहन्छु। तपाईँले कस्तो खालको हेडर लगाउन चाहनुहुन्छ त्यस्तै खालको हेडर यहाँ रेडिमेड हेडरहरू बनेर बसेका हुन्छन्। यो रेडिमेड हेडरलाई तपाईँले, हेडर र फुटर यस्तै रेडिमेड हुन्छ,
म कस्तो भने यो यस्तो खालको लगाउन चाहे कि हेर्नु त हरेक पेजको माथि यस्तो आएर बस्यो। अब यसमा तपाईँले हेडरमा के गर्ने त तपाईँले के लेख्ने त्यसमा तपाईँले एडिट गर्न सक्नुहुन्छ हेडर र अब तपाईँले यसलाई क्लोज गर्न सक्नुहुनेछ हेडर। अब जाउँ फुटर। हेडर भनेको यहाँ माथि भएको हो अनि फुटर भनेको चाहिँ तलपट्टि यो तल है पेजको तल रहनेलाई फुटर भन्छ। फुटर पनि सेम त्यस्तै छ जस्तो तपाईँलाई हेडर राख्नुभयो जसरी राख्नुभयो त्यसै गरेर फुटर पनि तपाईँले राख्न सक्नुहुन्छ। यसरी फुटर पनि राख्न सक्नुहुन्छ क्लोज गर्नुहुन्छ। यति मात्रै होइन इन्सर्टमा अर्को के छ त पेज नम्बरलाई पनि तपाईँले इन्सर्ट गर्न सक्नुहुन्छ। यसलाई पेज नम्बर तपाईँले इन्सर्ट गर्न सक्नुहुन्छ। हेर्नु त पेज नम्बर पनि टपमा चाहियो कि बटनमा चाहियो कि पेज मार्जिन कस्तो खालको चाहियो त्यस्तै कस्टम पोजिसन यो टोटल छ। पेज टप भनेको चाहिँ पेजको सबैभन्दा माथि तपाईँको पेज नम्बर आउँछ। बटममा हो भनेदेखि तलपट्टि आउँछ। अनि पेज मार्जिनमा गएर तपाईँले कस्तो खालको मार्जिन चाहियो त्यस्तै मार्जिन तपाईँले लेख्न सक्नुहुन्छ। मैले मार्जिन दिएँ यतिमा भनेर मार्जिन अटोमेटिक यसरी दियो। तपाईँले त्यो पेज मार्जिनलाई तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। अब इन्सर्टमा हामी जान्छौँ टेक्स्ट बक्समा जान्छौँ। टेक्स्ट बक्स के काम लाग्छ भनेदेखि यो टेक्स्ट बक्स धेरै खालका टेक्स्ट बक्सहरू छन्। तपाईँले जस्तो टेक्स्ट बक्स पनि राख्न सक्नुहुन्छ। म चाहिँ यहाँ सिम्पल टेक्स्ट बक्सलाई मैले क्लिक गरेँ। यो टेक्स्ट बक्स क्लिक गर्ने बित्तिकै टेक्स्ट बक्सको कलर कस्तो खालको राख्न चाहनुहुन्छ यसमा कलर अटोमेटिक आयो। होइन म यसलाई फिल मात्रै होइन यसलाई के गर्न सक्नुहुन्छ आउटलाइन अघिको जस्तै के गर्न सक्नुहुन्छ आउटलाइन गर्न सक्नुहुन्छ। त्यस्तै गरेर होइन तपाईँले कुन खालको टेक्स्ट बक्स राख्न चाहनुहुन्छ टेक्स्ट बक्सको हेर्नु त अघिको र अहिलेको टेक्स्ट बक्समा फरक भयो हो। त्यसरी तपाईँले टेक्स्ट बक्स राख्न सक्नुहुन्छ। यो टेक्स्ट बक्स के काम त है विशेष गरेर तपाईँले लेखेको टेक्स्टलाई कुन ठाउँमा लगेर राख्न चाहनुहुन्छ त्यसको लागि टेक्स्ट बक्सको प्रयोग गर्न सकिन्छ। जस्तो कि मानव तपाईँको त्यसलाई मैले नो फिल गरेँ है। यो टेक्स्ट बक्सलाई मैले अब के गरेँ त यो लेटर प्याड बनाउनको लागि लेटर हेड बनाउनको लागि कुनै ठाउँमा लगेर टेक्स्ट ठ्याक्क राख्नको लागि यो हामीले टेक्स्ट बक्स युज हुन्छ। जस्तो कि मैले एउटा लेटर बक्स मैले के गरेँ त यो श्री जनता माध्यमिक विद्यालय गरेँ। यसलाई मैले फन्ट चेन्ज गरेँ कालीमाटी फन्टमा राखेँ। यसलाई ठुलो बनाएँ हेर्नु त यसरी यसलाई ठुलो बनाएँ अब यो ठुलो त भयो। यसलाई मैले फन्ट मात्रै होइन यसलाई फन्टको कलर पनि चेन्ज गरेँ। यसलाई निलो बनाइदिएँ यो फन्ट निलो बनाइदिएँ होइन यो फन्टलाई बोल्ड गराउँछु बोल्ड पनि गराइदिएँ होइन। अब यो श्री जनता माध्यमिक विद्यालय होइन म योभन्दा अर्कै खालको फन्ट चाहियो मलाई भन्नुहुन्छ भने अर्को खालको कस्तो खालको फन्ट तपाईँलाई चाहियो त्यस्तै फन्ट तपाईँले सेलेक्ट गरेर यसलाई राख्न सक्नुहुन्छ। अब म यसलाई आउटलाइनमा हटाउँछु। यसलाई यसको यो टेक्स्ट बक्सको आउटलाइनलाई मैले हटाउनको लागि के गर्ने त यहाँ डबल क्लिक गरेँ भनेदेखि यहाँ देखिन्छ। अब आउटलाइनलाई हटाइदिएपछि ल हेर्नु त यसलाई मैले एकछिन सानो गरेँ यति गरेँ ल हेर्नु त यसलाई मैले जुन ठाउँमा लगेर राख्न पनि सक्छु। अब हेर्नु यो बिचमा लगेर राखेँ बिचमा लगेर राखेँ नि श्री जनता माध्यमिक विद्यालय अझै ठुलो बनाऊ यसलाई अझै ठुलो बनाऊ। अझै ठुलो बनाउनलाई के गरेको अघि हामीले सकेको छौँ यसलाई ठुलो बनायौँ होइन। यसरी यसलाई ठुलो बनाएपछि यो भन्छ बक्स अलिक ठुलो चाहियो अनि नै यसमा बस्नु होइन। यसलाई हामीले यसरी भयो। अब यसलाई बिचमा पारेर सेन्टर मार्जिन गर्छौँ हामी। यसलाई सेन्टर मार्जिन गर्छौँ ल यो भयो श्री जनता माध्यमिक विद्यालयको। अब के गर्छौँ त यसरी हामी इन्सर्ट गरेर फेरि एउटा टेक्स्ट बक्स इन्सर्ट गरेर यसलाई मैले फेरि कन्ट्रोल ए गरेर
सेलेक्ट गरेँ। त्यस पछाडि के गरेँ त खाली माटी बनाएँ, अलिक ठुलो बनाएँ। अब यसलाई के गरेँ त डबल क्लिक गरे पछाडि नो फिलमा हैन नो फिल गरेँ, यसमा फिल गरिनँ। त्यसै गरेर आउटलाइनमा नो आउटलाइन गर्ने। अब यसलाई तपाईँ जहाँ लगेर राख्न चाहनुहुन्छ राख्नु। हेर्नु त जहाँ तपाईँलाई राख्न मन लाग्छ त्यहीँ राख्नुहुन्छ। अब मैले सेन्टर गरेँ। अब तपाईँले अलिकति यता राख्नु पर्यो हुन्छ होइन, यसलाई अलि तल गर्नु पर्यो, अलि माथि गर्नु पर्यो होइन। तपाईँले जस्तो चाहनुहुन्छ त्यस्तै गर्न सक्नुहुन्छ। त्यसरी हेर्नु त जस्तो चाहनुहुन्छ त्यस्तै गर्न सक्नुहुन्छ। त्यस्तै त्यसलाई मैले कपी गरेर अर्को बनाएँ। अब कुनै आजकल के हुन्छ त प्यान नम्बर लेख्ने चलन छ होइन, स्कुलको प्यान नम्बर। त्यसरी प्यान लेख्नुभयो। अब यसलाई तपाईँ सानो ठुलो जस्तो गरे पनि प्रायः चाहिँ के गर्नु भने जत्रो हाम्रो यहाँ लेटर लेखिएको छ करिब करिब त्योभन्दा धेरै ठुलो चाहिँ नबनाउनु भयो भने चाहिँ राम्रो। जस्तो कि मैले यहाँ प्यान भयो। अब यसलाई म सेलेक्ट गरेर यहाँनिर लेख्ने चलन छ नि प्यान, अन्त प्यान नम्बर यहाँ आयो। अनि कसैले इमेज नम्बर पनि लेख्ने चलन छ होइन, कसैले इमेज नम्बर पनि लेख्ने चलन छ। प्यान नम्बर यो भयो। यसलाई के गर्नुहुन्छ त कपी गर्नुहुन्छ। कुनै ठाउँमा तपाईँ कर्सर राखेर कन्ट्रोल भी गरिदिनु भयो भने अर्को पनि प्यान नम्बरवाला आयो। अब यसलाई मैले यो साइडमा लगेर राखिदिएँ भनेदेखि अब प्यान नम्बरको ठाउँमा यसमा के गरिदिनुहुन्छ इमेज लेखिदिनुहोस्, इएमआइएस इमेज नम्बर भनेर लेखिदिनुहोस्। हेर्नु त इमेज नम्बर भन्नुभयो, इमेज नम्बर लेख्नुभयो। अब के गर्नुहुन्छ त तपाईँ इमेज नम्बर लेखिदिनुहोस् होइन। यसरी हेर्नु त यो भयो, यसरी राख्न सक्नुहुन्छ। अब यसमा अर्को एउटा यहाँ छ वर्ड आर्ट। वर्ड आर्ट पनि तपाईँले राख्न सक्नुहुन्छ। यहाँ हेर्नु वर्ड आर्ट मैले यहाँ यसरी गरेँ। मैले यही लेखेन LAXMN लक्ष्मण BHATTARA लक्ष्मण भट्टराई लेख्ने, यहाँ ओके गरेँ। हेर्नु त लक्ष्मण भट्टराईको यस्तो खालको आयो। अब यसलाई तपाईँले जत्रो पनि जस्तो पनि बनाउन सक्नुहुन्छ। हेर्नु त